चाहिँ हामी लाग्यौँ हाम्रो पिकनिक कस्तो बिजोग भयो यो बस ओन्ली 500 हाम्रो चिया बाँड्ने कार्यक्रम हुँदैछ हेलो एभ्रीवान वेलकम ब्याक टु माई अनदर भ्लग मैले चाहिँ भ्लग नगरेको धेरै दिन भएको थियो है त्यही भएर आज चाहिँ मैले हाम्रो प्रथमानन्द विद्या आश्रमबाट चाहिँ आज हामी पिकनिक जान लागेको त्यसैले किन भिडियो नगरौँ भनेर मैले चाहिँ गरेँ है हाम्रो स्टुडेन्टहरू चाहिँ आउँदै नै हुनुहुन्छ हेर्नु नि फेरि गुड मर्निङ हाम्रो आलु चाहिँ रेडी छ यहीँ सुनेर अनि अब यो हामीले यो मटरहरू चाहिँ सबै हामी चाहिँ यो चाहिँ वहीँ पुगेर बनाउनेछौँ यसपालिको चाहिँ एकदमै राम्रो तयारी रहेछ चक्कुहरू पनि धेरै छ पोहोरको वर्षमा चाहिँ गत वर्षमा चाहिँ चक्कु र चपिङ बोर्डको कमी थियो यसपालि चाहिँ एकदमै सबै राम्रो तयारी गर्नुभएको छ पुलाउको बास्ना हरहर आइरहेछ पुलाउ हो हरहर बास्ना आयो हरहर हेलो नमस्ते ल अब चाहिँ हामी लाग्यौँ हाम्रो पिकनिक स्पटतिर हरियो कस्तो ऊ आएको अब चाहिँ हामी गयौँ बाई बाई हाम्रो गाडी चाहिँ यहाँ अगाडि नै छ कसैले पनि झ्यालबाट टाउको ननिकाल है हात टाउको ननिकाल्ने है झ्यालबाट ल हेर त अहिले नै गाडी चढेको छैन चलेको छैन ऊ पनि कमरेर बसिरहेको त गीत गाउँ त एउटा ड्राइभर मैला मोटर गुडाउँदै खै गीत गाउँ न देख्न सक्नुहुन्छ हाम्रो विद्यार्थीहरू चाहिँ एकदमै एक्साइटेड हुनुहुन्छ Are you excited? अब चाहिँ हामी लाग्यौँ है त हामी चाहिँ यहाँ आइपुग्यौँ अब यो चाहिँ हाम्रो गाडी अझै पछाडि छ यो चाहिँ हाम्रो नकुदा सोरी फार्महरू रहेछ गाइस कति धेरै अब चाहिँ हामी पुग्न लाग्यौँ कहिले लाने हो हामी चाहिँ आइपुगिसक्यौँ अब हामी चाहिँ मोटर यति केलाइसक्यौँ यति केलाउँदै
शिक्षिका पेशेदार हस्तान्तरण गर्न चाहन्छु। अब हाम्रो family पवित्र बाणी यहाँका गीत गाइदिनु पर्ने जसरी पनि गीत गाउनुहुन्छ उहाँले। मेरो सब्सक्राइबर 1K मसँग छैन त। अहिले चाहिँ हाम्रो चिया बाँड्ने कार्यक्रम हुँदैछ। एंटरटेनमेंट वाली ब्लॉगर वाली तिमी पनि ब्लगर हो। यो मशरूम चाहिँ मेरो फेभरेट हो है। अनि यो मशरूम र मटर मिक्स गरेर नाच्यौं। तिमीले मेरो च्यानल सब्स्क्राइब गरेर छैन? छ मिस। छ 100% हुनु पर्यो है त अनि मलाई विश्वास गर्छु मैले। उता बोलाउँदै चाय तातो चिया लिनुस्, ब्रेड लिनुस्। चिया ब्रेड। मिस हेलो नमस्ते हरिओम। च्यानल मेरो च्यानललाई सब्स्क्राइब गरेको छ कि छैन? नमस्ते रेबिना राई हो ल। भरे हेरेको हुनु पर्यो है। होइन होला बाबाकोबाट गर न। मासैको दालमा घिउ हाली खाउला पिउन के छैन। मासैको दालमा घिउ हाली खाउला पिउन के छैन। हजारौँदेखि तिमीलाई छोडी अरूमा दिल छैन। हजारौँदेखि तिमीलाई छोडी अरूमा दिल छैन। गोजीमा दाम छैन मेरो गोजीमा। हामी चाहिँ मैले पनि परोस् न त हिउँ पर्यो भने त हिउँ पर्यो भने हामी नाच्नु पर्छ।
जहिले यस्तै हुन्छ ला ला ल है त गाइजहरु हेर्नु सबैजनाले हाम्रो अब एडमिसन चाहियो रे उहाँहरूलाई क्लासमा हिउँ पनि पर्न लाग्दैछ तर हामी बिस्तारै बिस्तारै भए नि हिँड्दैछौँ बाटो हेरेर ल गीत गाउने हेर यस्तो छ नि पछाडि हेर्नु त आकाश हो कि पाताल हो पृथ्वी हो कि आसमान हो चिनिँदैन हामी स्वर गलौँ भाइ हामी थाहा छैन होरको मान्छे परे देखिन्न टाढा ल हामी चाहिँ अहिले स्ट्रबेरी फार्ममा झर्दैछौँ उदै उदो अब जान्दै लडे हामी तिनजना चाहिँ पछि रह्यौँ टिकटक बनाउँदा गरेकोले अगाडि हुनुहुन्छ एकजना मिस यता हुनुहुन्छ मिस अनि यो चाहिँ म है म यस्तो चिसो लागिरहेछ कि अनि अझै यो हुस्सु लागिरहेछ यस्तरी आज मेरो हालत के हुन्छ होला भन्नुहोस् त मर्छु कि के हो हेर्नुहोस् त गाइज स्ट्रबेरी फार्म कति धेरै ओ माई गड कति धेरै स्ट्रबेरी फार्म हेर्नुहोस् त स्ट्रबेरी फार्म तल हुनुहुन्छ हाम्रो म्यामहरू स्ट्रबेरी देख्न सक्नुहुन्छ कति धेरै अब खाने ल हामी चाहिँ यताबाट झर्दैछौँ बुल्टियो भने त बर्बाद हुन्छ यस्तो छ बाटो आलु पनि खनिसकेछ मटर पनि पाकेछ ल हामी चाहिँ फार्ममा पुग्न लाग्यौँ गाइस बाँसघारी आइपुग्यो फार्ममा पुग्न लाग्यो म्यामहरूले कति टिपिसक्नु भयो ल यही रहेछ फार्म चाहिँ वा कस्तो राम्रो मल यसरी बनाउँदो रहेछ है डको बुने नि गालो चोयाले वाह स्ट्रबेरी फार्म कसरी केजीको रहेछ यहाँ 4 किलो हेलो गाइस आज हामी स्ट्रबेरी ल फाइनली हामी चाहिँ स्ट्रबेरी फार्ममा आइपुग्यौँ स्ट्रबेरी चाहिँ कन्नै रहेछ ओन्ली 500 केजी हामीलाई माथि मैले भनेको थिएँ नि माथि 1000 रुपियाँ केजी भनेर त्यहाँको बिकाउनुलाई हो भनेर गाइस कति धेरै हुस्स लागेको थरै भयो उकालोतिर म्यामले चाहिँ स्ट्रबेरी बाँड्दै हुनुहुन्छ मागे मात्रै पाउँदैन कति धेरै डगहरू नि कति राम्रो कस्तो मौसम है कस्तो मौसम भयो कि बाइकलाई कराउनु पर्ने कुकुरलाई पनि खाना मिठो छ खाना कस्तो छ मिठो एकदमै हुस्सु लागिरहेछ कति धेरै आजको दिन हाम्रो पिकनिक स्पट चाहिँ आज चाहिँ एकदमै राम्रो भयो म्यामले तरकारी बाँड्दै हुनुहुन्छ यता पनि तरकारी दिवाली ए स्प्राइट हुन्छ चिसो खुचिङ मेरो हालत चाहिँ यस्तो छ है अहिलेको मुखमा
हाम्रो बच्चाहरू चाहिँ पानी खाँदा खाना खाँदा खाँदै हेर्नुहोस् न पानी परेर कस्तो बिजोग भयो। यो कसको फोन हो? यो यहाँ करेन्टलाई ओइ कसको फोन हो यो तिम्रो? पानी परेर कस्तो बिचल्ली भयो। त्यहाँ हेर्नु न बिचरा त्यो कुकुर पानी परिरहेछ, आगो परिरहेछ। थाहा भएन त म्याम।